ल यो चाहिँ महाकालु 3 हेदाङ्नाको माथि गुराँसे डाँडा। यो चाहिँ पर्यटनको लागि स्वदेशी तथा विदेशी पर्यटनको लागि अति उत्तम गन्तव्य स्थल र यो भ्यू टावर। यहाँदेखि चाहिँ पारी नुम, यो नुम ओह्रालोको यो बाटो गढी अनि नेपालकै सबैभन्दा ठुलो जलविद्युत आयोजना अरुण 3 यहाँ। अनि यो पारी यो देउराली भाटपाटेनी डाँडा, यता मङ्सीमा यो मुनि चाहिँ यो हेदाङ्ना गढीदेखि अलि यता यो हेदाङ्ना नै भन्छन् यसलाई, हेदाङ्ना ठाउँ। यो मुनतिरको धान खेती, माथि गाउँ बस्ती पारी पेपुवा हुँदा यो गाउँ चाहिँ बाग्लेत। त्यस पछाडि यो पारीपट्टि यो बाइदे महाकालु 4, यो यताको यो महाकालु 4 को वडा करेला कर्माराङ। यो रिङ्गीमा झरना यहाँनिर छ, रिङ्गीमा झरना पारी अनि कङदुवा खङदुवा सिलपोट। यो चाहिँ भविष्यको निकट भविष्यको चाहिँ एकदम राम्रो पर्यटकीय स्थल, एकदम सुन्दर। यो गुराँसको घना जङ्गलको छेउमा एउटा डाँडा छ, हेर्नुहोस्। अनि यहाँदेखि पारी देखिने यो अझ कुहिरोले छोपिएको छ। यहाँदेखि पारी महाकालु हिमाल, विश्वकै 5औं अग्लो हिमाल पनि देखिन्थ्यो, तर आज चाहिँ महाकालुले यो बादलले गर्दा छोपिएको छ। यो मुनतिर महाकालु गाउँपालिका वार्ड नम्बर 2 सेदुवा गाउँ पर्छ। एकदम सुन्दर ठाउँ यो अरुण नदी। यो के भन्छ हाम्रो यो गाई बस्तुलाई दिने एउटा घाँस राख्ने तात्ना भन्छ, त्यस्तै देखिन्छ पहाडहरूले बनेको। एकदम सुन्दर ठाउँ, तपाईहरु पनि भिजिट गर्नुहोला, आएर रमाइलो गर्नुहोला। सुन्दर, एकदम सुन्दर ठाउँ छ। गुराँसको फुल, नामै गुराँसे डाँडा। यो महाकालु हेदाङ्ना गढीदेखि लगभग 1.5 घण्टाको यो दम्स्याल उकालो बाटो हिँडेपछि यो स्थानमा आइपुगिन्छ। बाटो एकदम राम्रै छ, एकदम सुन्दर मनमोहक हाम्रो यो ठाउँ, हाम्रो गाउँ। सबैजना आइदिनु होला। धन्यवाद।